जाउँदै दाइ साउन्ड ओके हो? सर्वप्रथम सर यहाँलाई धेरै धेरै धन्यवाद हामीलाई समय दिनुभएकोमा। जस्तो पहिलो क्वेसन चाहिँ मैले यहाँलाई राख्न खोजेँ, जस्तो अरू मन्त्रीहरू जस्तो अरू नेताहरू जस्तो यहाँ प्राय सोसियल मिडियाहरूमा अनि हजुरको अरू मिडियाहरूमा चाहिँ आइरहनुहुन्न। जस्तो हजुरको पोलिटिकल लाइफ त सबैलाई थाहा छ र त्यो पोलिटिकल लाइफ हजुर यहाँसम्म आइपुग्दासम्मको यो जर्नी यसको बारेमा चाहिँ हजुरले बताइदिनु भयो हुन्थ्यो सर। पहिलो कुरा त मिडियामा आवश्यकता अनुसार आउने कुरा नै रहन्छ। त्यस्तो अब अरूभन्दा धेरै अब हामी एउटा सार्वजनिक जीवन बिताइरहेका व्यक्तिहरूले मिडियामा आउने कुरा, मिडियाको बिचमा छलफल भनौँ न यस्ता कुराहरू गर्ने कुरामा त्यसो समस्या होइन, आवश्यकता अनुसार आउने कुरा रहन्छ। अब मेरो विषयमा अलि अरूभन्दा फरक तरिकाको मैले राजनीति सुरु गरेको हो। खास गरेर म इन्डियामा जाँदा भारतमा गएको अवस्थामा र भारतमै मैले राजनीतिको सुरुवात गरेँ। त्यो भनेको अधिकांश मान्छेहरू, अधिकांश युवाहरू भारतमा जानुपर्ने एउटा हाम्रो विगतको नै बाध्यता थियो। त्यो बाध्यता अनुसार नै हामी जानुपर्ने र त्यहाँ गएर पनि मैले अहिले जुन पार्टीमा म काम गर्दैछु त्यो पार्टीको भातृ सङ्गठन अखिल भारत नेपाली एकता समाजमा मैले सुरुवाती चरणमा राजनीति सुरु गरेँ र गर्दै जाने क्रममा म एउटा त्यहाँको कारखानामा काम गर्ने एउटा मजदुरको हिसाबबाट पनि राजनीतिलाई बुझ्ने मौका र खास गरेर समाज परिवर्तन गर्नुपर्छ र समाजमा सबैको एउटा समाज यस्तो बनोस् कि जहाँ सबै मान्छेहरूले बोल्न पाउने, बाँच्न पाउने र विकास पाउने, शिक्षा स्वास्थ्यको व्यवस्था हुन पाउने त्यो प्रकारको एउटा समाज बन्नुपर्छ र त्यो प्रकारको राजनीति परिवर्तन हुनुपर्छ भन्ने जुन लक्ष्य सहित राजनीतिमा सुरुवात गरियो र गर्दै जाने क्रममा यहाँसम्म आइपुग्दा धेरै लामो उसमा भारतमा काम गर्दै आफ्नो पर्सनल काम पनि गर्ने र त्यो सँगसँगै फेरि हामीले सङ्गठनको काम गर्ने मौका पनि पाइयो र त्यो सँगसँगै नेपालमा त्यतिखेर नेपाल कम्युनिस्ट पार्टी माओवादीले जो जनयुद्धको सुरुवात गरेको थियो त्यसको तयारीको अवस्थामा नै हामीले राजनीति सुरु गरेका थियौँ र त्यहीँ बसेर नै म त्यसमा लागेको थिएँ र त्यो सँगसँगै अब जनयुद्धको दौरानमा मैले नेपालमा आउने पटक पटक सोच राख्दाखेरि पनि पार्टीले मलाई त्यही ठाउँमा नै जिम्मेवारी दिएर नै काम गरियो र मुख्य रूपबाट मैले राजनीति सुरुवात एउटा सामान्य एउटा सङ्गठनमा काम गर्दै यहाँसम्म पुगेको। यसको अब लामो फेरिस्त हुनसक्छ, अहिले त्यो त्यति सम्भावना पनि छैन, त्यो हामी कुनै समयमा दिउँला पनि। मूल रूपबाट मैले समाजलाई परिवर्तन गर्नको लागि कम्युनिस्ट सिद्धान्तले मात्रै, मार्क्सवादी सिद्धान्तले मात्रै यो समाजलाई परिवर्तन गर्न सक्छ, राजनीतिलाई परिवर्तन गर्न सक्छ, व्यवस्था परिवर्तन गर्न सक्छ र त्यसले नै समाजलाई एउटा नयाँ तरिकाले अगाडि डोर्याउन सकिन्छ भन्ने सिद्धान्तसहित राजनीति सुरुवात गरेको। जस्तो व्यवस्था परिवर्तनको लागिको तपाईँको जो सेक्रिफाइस छ त्यो अहिले त्यसले रङ ल्याएको जस्तो लाग्छ कि लाग्दैन सर? यहाँ नेपालमा त व्यवस्था परिवर्तन भएकै नै छ नि त, किनभने सुरुवाती चरणमा जुन अवस्था थियो नेपालमा एउटा राजतन्त्रात्मक अवस्थामा हामी थियौँ। संसारमा सबै देशहरूमा त्यो व्यवस्था अन्त्य भइसकेको र एउटा पुँजीवादी व्यवस्था अगाडि बढिसकेको र धेरै ठुला देशहरूमा समाजवादी व्यवस्था पनि अगाडि बढेको स्थिति, तर नेपालमा राजनीतिक रूपबाट परिवर्तन नभएको स्थिति त्यो अवस्थामा र त्यसपछिका जो आन्दोलन छन् 10 वर्षको महान जनयुद्ध, शान्तिपूर्ण आन्दोलन, 62-63 को आन्दोलनबाट त नेपालको व्यवस्था नै परिवर्तन भयो र अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ र हामी एउटा सङ्घीय व्यवस्थामा अगाडि बढेका छौँ। 3 तहका सरकारहरू पनि हाम्रो अगाडि छन् र हिजो हामीले आफ्ना कुरा राख्न
पनि नपाउने स्थिति थियो हिजोको समयमा। राजनीतिक रूपबाट त पुरा प्रतिबन्ध नै थियो नि त। जब 46 सालको आन्दोलनपछि एउटा प्रकारको परिवर्तन आयो, तर मूल परिवर्तन जसरी आम नेपाली जनताले मूल परिवर्तन खोजेका थिए त्यो व्यवस्था त्यतिखेर पनि नआइसकेको हुनाले 2052 सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादीले जनयुद्धको शङ्खघोष गरेर त्यो आधारमा लामो सङ्घर्षबाट नै अहिले नेपालमा राजनीतिक परिवर्तन, व्यवस्थाको परिवर्तन, प्रशासनिक रूपबाट परिवर्तन भएको छ र त्यो आधारमा नै हामी अगाडि बढिरहेका पनि छौँ। जस्तो नर्मली अहिले सुन्दा के सुनिन्छ भन्दा सर, जस्तो अहिले सङ्घीय नेपाल जस्तो सानो देशमा त्यति धेरै फ्रुटफुल नहुन पनि सक्छ भन्ने जस्तो कुराहरू पनि आइरहेको छ नि त। जस्तो इन्डियाको दिल्ली जुन चाहिँ छ त्यो स्टेट नै हाम्रो देशभन्दा ठुलो छ अरे होइन, अनि त्यहाँ चाहिँ इन्डिया ठुलो भएको कारणले गर्दा त्यहाँ चाहिँ सङ्घीयता चाहिँ एकदमै राम्रो हो त्यो कन्टेक्स्टको लागि चाहिँ। अनि हाम्रो देशको कुरा गर्दा चाहिँ अब मान्छेहरूले नर्मली जनरल एउटा भन्ने कुरा चाहिँ यो चाहिँ स्थानीय नेताहरूलाई, पालो नपाएका नेताहरूलाई पनि एउटा पालो दिने भयो, यसले चाहिँ धेरै प्रोग्रेसिभ वर्कहरू चाहिँ गरेका छैन भन्ने जस्तो कुरा आयो नि त बाहिर। यसलाई चाहिँ के भन्नु? होइन, त्यस्तो हुँदैन। व्यवस्था चेन्ज गर्नको लागि र राजनीतिक रूपबाट परिवर्तन ल्याउनको लागि ठुलो देश र सानो देश भन्ने हुँदैन। त्यहाँका आम नागरिकहरूले के चाहन्छन्, त्यहाँको आम नागरिकले हिजो भइरहेको व्यवस्थालाई कन्टिन्यू गर्न चाहन्छन् या त्यो व्यवस्थालाई चेन्ज गर्न चाहन्छन् भन्ने कुरा नागरिकको विषय हुने भएको हुनाले यसमा ठुलो देश सानो देश भन्ने कुरा हुँदैन। किनभने ठुलो देश भएकै कारणले सङ्घीयता सफल हुने र सानो देश भएको कारणले सङ्घीयता सफल नहुने भन्ने कुराहरू त्यो हुँदैन। किनभने त्यो कुरा भनेको एउटा अनावश्यक रूपबाट यो नेपालमा जो परिवर्तन भएको छ, जो एउटा परिवर्तनबाट एउटा सकारात्मक कुराहरू अगाडि बढिरहेका छन्, यो देख्न नसक्ने र नचाहनेहरूले गरेको चर्चाको विषय मात्रै हो। किन हामी देख्न सक्छौँ नेपालमा ठुला देशहरूमा पनि सङ्घीयता सफल भएको छ, साना देशहरूमा पनि सङ्घीयता सफल भएको स्थिति नै छ संसारमा हामी देख्दाखेरि। तर यसमा मूल कुरा भनेको कहाँ हो भने हामीले राजनीतिक हाम्रो सिद्धान्त के हो, हाम्रो समाज परिवर्तनको लागि हामीले गर्नुपर्ने काम के हो, हामीले नेतृत्व गरिरहेका व्यक्तिहरूले जनताको अपेक्षा अनुसार काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा मा भर पर्ने कुरा हुन्छ। र अहिले जुन समाजमा देखिरहेको छ, चाहे त्यो सङ्घीयताको विषयमा होस्, चाहे त्यो एउटा राजनीतिक नेतृत्वको विषयमा होस्, चाहे त्यो एउटा परिवर्तनको विषयमा होस्, यी जो चर्चाहरू जो चलिरहेका छन् यसमा कहीँ न कहीँ केही न केही एउटा कुरा त यो राजनीति रूपबाट जुन हामीले परिवर्तन ल्यायौँ, यो परिवर्तनलाई हामीले स्वीकार्ने कुरा र यसलाई संस्थागत विकास गरेर अगाडि बढ्ने कुरा पहिलो प्राथमिकता रहन्छ। तर कहिलेकाहीँ यो गर्दै जाने क्रममा त्यति स्पिड नपकडेको कारणले जनतामा एउटा प्रकारको निराशा पैदा हुन्छ, एउटा कुरा। र दोस्रो कुरा के हुन्छ भने हामीले व्यवस्था परिवर्तन गऱ्यौँ, सङ्घीयतामा हामी आयौँ, सङ्घीयतालाई बुझ्ने र बुझाउने कुरा। एउटा पक्षले के बुझेको छ सङ्घीयता भने सङ्घीयता आइसकेपछि त यहाँ एकदमै जादुको छडी जस्तो विकास हुन्छ, चमत्कार हुन्छ भन्ने एउटा बुझाइ छ। र एउटा बुझाइ के छ भने सङ्घीयता आइसकेपछि त यो देशै रहँदैन र हाम्रो देश सानो देश छ, त्यो भएर हामीले यो काम अगाडि बढाउन सक्दैनौँ, यहाँ नेताहरूलाई पाल्नको लागि ल्याएको सङ्घीयता हो भनेर एउटा अर्को बुझाइ छ। यो दुइटै बुझाइ नै अति हो। सङ्घीयता भनेको नै नजिकबाट जनताको सेवा गर्ने एउटा व्यवस्था हो। त्यहाँ तपाईँले बोल्न पाउने कुरा, त्यहाँ तपाईँको आफ्नो साधन स्रोतलाई प्रयोग गर्न पाउने कुरा, प्रतिनिधित्वको कुराहरू, सत्तामा प्रतिनिधित्वको कुराहरू, यी सबै चिजहरू सङ्घीयतामा हुन्छन् र जो अहिले हामीले प्रयोगमा ल्याइरहेका छौँ 5 वर्षमा। त्यस कारणले पनि यसको बुझाइ एकरूपता आउनु जरुरी छ। राजनीतिक रूपबाट एकरूपतामा आउनु जरुरी छ, सङ्घीयताको बारेमा सामाजिक रूपबाट एकरूपतामा आउनु जरुरी छ, प्रशासनिक रूपबाट एकरूपतामा आउनु जरुरी छ। लामो समयसम्म एकात्मक व्यवस्थामा काम गरिरहेको हाम्रो मानसिकता 81 भन्न सङ्घीयतालाई स्वीकार्नेमा के अप्ठ्यारो मानिरहेको स्थिति देखिन्छ। तर सङ्घीयताले नै राष्ट्रको समग्र विकास गर्न सक्छ, यो कुरा त अहिले पुष्टि पनि भएको छ। एउटा म सानो उदाहरण दिन चाहन्छु। कोभिडको दौरानमा यदि हाम्रो देशमा सङ्घीयता, स्थानीय सरकार, प्रदेश सरकार नहुन्थ्यो भने हामी ठुलो सङ्कट बिहोर्नुपर्ने अवस्था आउन सक्थ्यो। एउटा सिडिओले नेपाल सरकारले तोकेको एउटा सिडिओले मात्रै सबै चिज समस्या समाधान गर्न सक्ने परिस्थिति थिएन। र त्यसले पनि के देखाउँछ भने सङ्घीयता आवश्यक हो,
सङ्घीयताबाट नै विकास हुन सक्छ। र त्यसपछि अहिले हामी विकासका कुरा गर्दाखेरि म सुदूरपश्चिमको मात्रै एउटा उदाहरण दिन चाहन्छु। हिजो एकात्मक व्यवस्थामा 9वटा जिल्लाको सदरमुकाममा मात्रै एउटा कालोपत्रे सडक पुगेका थिए। अस्पतालको स्थितिमा हेर्दाखेरि हाम्रो सेती अस्पताल कति कमजोर अवस्थामा थियो र स्वास्थ्य कुरा, शिक्षाको कुरा, विकासको कुरा र यी सबै कुराहरूमा जुन प्रकारको विगतमा हाम्रो पहुँच थिएन, हामीले काम गर्न सकिरहेका थिएनौँ। तर आज त्यो कुरा हामीले कमसेकम पुरा गर्न सकिरहेका छौँ। सडक कालोपत्रे गर्नेदेखि लिएर गाउँ गाउँमा सडक पुर्याउने कुराहरू, स्वास्थ्यमा जनताको पहुँच पुर्याउने कुराहरू र यहीँ उपचार गर्ने व्यवस्थाका कुराहरू लगायतका यी चिजहरू सङ्घीयता भएको कारणले नै सफल भएको हो। त्यसकारण सङ्घीयताप्रतिको जुन भ्रम छ त्यो गलत छ र सङ्घीयताले नै यो देशलाई विकास गर्न सक्छ र हामी गर्नुपर्छ। यसको जो दुईटा अति बुझाइ छ, यो बुझाइलाई एकरूपताको साथ अगाडि बढाउन सकियो भने हामी सफल हुन्छौँ र सफल पनि भएका छौँ। किन काठमाडौँमा जान नसक्ने, विकास माग्नको लागि जान नसक्ने व्यक्ति कमसेकम धनगढीमा, प्रदेशको राजधानीमा आउन सक्छ। त्यसकारणले नै विकास तीव्र गतिमा अगाडि बढ्छ र आम जनताको चाहना पनि त्यही नै हो। सो यहाँको धारणा अनुसार चाहिँ अहिलेको आवश्यकता हो, यो चाहिँ आवश्यकता हो। त्यसकारणले जनताले यो सङ्घीयता अपनाएका छन्, राजनीति रूपबाट, प्रशासन रूपबाट अपनाएका छन्। तर हाम्रो काम गर्ने शैलीमा परिवर्तन आउनु जरुरी छ। किनभने सङ्घीयता अनुसारको हामीले आफूलाई तयार गर्ने कुरा, हामी आफू तयार भयौँ भने पो त नयाँ चिजलाई हामी ग्रहण गर्न सक्छौँ र नयाँ चिज अनुसारको काम गर्न सक्ने स्थिति हुन्छ। जब हामी आफूलाई एकात्मक सोच अनुसार अगाडि बढ्ने र अरूको लागि मात्रै सङ्घीयता हुनुपर्छ या हुनुहुन्न भन्ने कुरा जो भन्छन् त्यो गलत कुरा हुन जान्छ। जस्तो हाम्रो पडकास्टको फर्मेट भनेको ठ्याक्कै हजुरको पोलिटिकल लाइफ त अरू मिडियाहरूले पनि लिइरहेको हुन्छ। हाम्रो चाहिँ एसेन्स भन्नाले चाहिँ हजुरको जीवनीलाई चाहिँ बाहिर ल्याउने हो कि मुख्य मन्त्रालयसम्मको यो यात्रा चाहिँ के कस्तो थियो भन्नाले, जस्तो हजुर इन्डिया जानुभयो, इन्डिया काम गर्नुभयो त्यहाँ चाहिँ होइन, अनि त्यहाँ चाहिँ हजुरले के काम गर्नुभयो, अनि त्यहाँ जानुभन्दा अगाडि चाहिँ आफ्नो जीविकोपार्जनका लागि के गर्नुहुन्थ्यो, यो कुराहरूले हजुरले भनिदिनु भयो भने अरूलाई पनि प्रेरणा हुन्थ्यो। सर प्लिज यो चाहिँ अब यसमा यो अलि बढी लामो नै हुन्छ, यति अहिलेलाई सर्टकटमा समराइज गर्दा समयको अभाव पनि हुनसक्छ र पछि पनि त्यो गरौँला होइन। अब यो खासरी के हो भने, मैले अघि सुरुवातमा भने म जतिखेर पढ्ने मेरो अवस्था थियो त्यतिखेर हाम्रो गाउँघरमा हामी बस्ने ठाउँमा खास गरेर स्कुलको पनि राम्रो व्यवस्थापन नभएको अवस्थामा, आर्थिक रूपबाट पनि त्यति धेरै व्यवस्थित नभएको अवस्थामा र गाउँघरमा सबै मान्छेहरू अथवा हामी त्यतिखेरको हाम्रो उमेरका मान्छेहरू अधिकांश भारत जानुपर्ने एउटा बाध्यता पनि थियो र बढी बाध्यता र केही फेरि गएर फर्केर आउँदाखेरि जुन अलि व्यवस्थित भएको देख्छन् त्यो देखेर पनि जाने एउटा परिस्थिति त्यतिखेर थियो र अहिले पनि गाउँघरमा धेरै हदसम्म त कम भएको छ, तर अहिले पनि त्यो कहीँ हामी देख्छौँ। र त्यस्तो अवस्थामा हामी भारत गयौँ र भारत जाँदाखेरि हामीले जो नर्मली कामहरू हुन्छन्, खास गरेर कारखानामा काम गर्ने कुरा, सुरुवाती चरणमा हामीले घरमा काम गर्ने कुरा जे पाइन्थ्यो त्यो आधारमा नै हामीले काम गर्दै आयौँ र 2-3 वर्षसम्म त मैले काम गर्दै जाने क्रममा त्यसपछि मैले भने हाम्रो अखिल भारत नेपाली एकता समाजका केही साथीहरूसँग मेरो भेटघाट पनि भयो र त्यो भइसकेपछि उहाँहरूले कम्युनिस्टको बारेमा, मार्क्सवादको बारेमा र समाज रूपान्तरणको बारेमा कुराकानी छलफल गरिसकेपछि त्यो विचार ठिक छ भनेर हामी अगाडि बढ्यौँ। म अगाडि बढेँ र म काम गर्दै जाने क्रममा, खास गरी म बम्बईमा हुँदाखेरि म पन्जाबमा पनि बसेँ र पन्जाबमा बस्दाखेरि त्यति राजनीतिक रूपबाट उमेरको हिसाबबाट म सानै थिएँ, त्यस कारणले राजनीति धेरै चासोको विषय पनि थिएन। तर जब म बम्बई गइसकेपछि, कारखानामा काम गर्ने भइसकेपछि, अहिले मान्छेले भन्छन् भने म कारखानामा चौकीदारीको काम पनि गर्थेँ र कारखानामा अलि राम्रो भित्र मेसिन चलाउने काम पनि गर्थेँ पछि
दुई ठाउँमा मैले काम गरेको थिएँ त्यहाँ। र यो अवस्था त्यतिखेरको त्यो अवस्थामा मैले एउटा सुरुदेखि नै समाजमा परिवर्तन हुनुपर्छ। हिजोको जुन हाम्रो समाज थियो, जो समाज हामीले पढ्न चाहे पनि पढ्न नपाउने, काम गर्न चाहेपछि काम गर्न नपाउने, भनौँ न समाजमा विकास नभएको, फेरि हाम्रो गाउँ भनेको सदरमुकामको नजिकको गाउँ भएर पनि हामीले कुनै विकास पाएको स्थिति थिएन यही डोटीमा। र यसमा चेन्ज ल्याउनुपर्छ र परिवर्तन ल्याउनुपर्छ भन्ने सोच त सानैदेखि थियो। तर त्यस्तो संस्थासँग जोडेको म मुम्बई गएर मात्रै, मलाई लाग्छ मेरो 17-18 वर्षको उमेरमा नै म संस्थासँग जोडेर गएँ। तर मैले निरन्तर मेरो आजसम्मको राजनीति यात्रा सुरुवातदेखि अहिलेसम्मको मलाई लाग्छ 45-46 सालतिर मैले सुरुवात गरेको हुँ। त्यो अवस्थामा म निरन्तर मेरो यात्रा जारी छ। मेरो स्पिड कहिलेकाहीँ हुन्छ नि त, एकदम हाईमा जाने त्यसपछि लोमा जाने पनि हुँदैन र एकदमै कमजोर अवस्थामा हुँदैन। मेरो आफ्नो एउटा पार्टीप्रतिको एउटा अनुशासन, पार्टीको नीतिलाई, सिद्धान्तलाई आत्मसात गर्ने, निरन्तर अगाडि बढ्दै जाने क्रममा म 61मा खास गरेर म पहिले नै आउन चाहेको थिएँ भारतबाट। तर पार्टीकै नीति निर्देशनमा मैले त्यहीँ बस्नुपर्ने, त्यहीँबाट पार्टीलाई सहयोग गर्नुपर्ने। 2052 सालको जनयुद्धको सुरुवाती चरणमा म नेपालमै थिएँ त्यतिखेर। तर हाम्रो क्षेत्रमा त्यतिखेर सुरुवात भएको थिएन, अरू क्षेत्रमा सुरुवात भएको थियो। तर तयारीको अवस्थामा हामीले त्यतिखेर जो कमाइ गर्थ्यौँ, खास गरेर हामीले जो जागिरी गरेर जो हामीले कमाइ हामीसँग प्राप्त हुन्थ्यो, त्यसको एक हिस्सा, आधा हिस्सा हामीले युद्धको तयारीमा लगाउँथ्यौँ, लगाए पनि थियौँ हामीले। त्यो आधारमा मलाई प्रवासमा नै जिम्मा दिएर पार्टीले त्यही नै राख्यो र 61 सालमा म स्वदेश फर्केँ। 62 सालदेखि मैले ड्युटीको जिम्मेवारी सम्हालेर आएँ। त्यसको कुराहरू तपाईँले अरू ठाउँमा पनि पाउनुहुन्छ, यो डिटेलमा पछि उसलाई मिलाउनु गर्न सक्नुहुन्छ। र 62 सालदेखि म निरन्तर ड्युटीको जिम्मेवारीमा, ड्युटीको पार्टी सम्हाल्ने जिम्मेवारी थियो। र 64 सालमा म पहिलोचोटि चुनाव लडेको थिएँ, जो हाम्रो पार्टी शान्ति प्रक्रियामा आइसकेपछि। पहिलो चुनाव मैले जित्न सकेन, त्यतिखेर हाम्रो ड्युटीमा त्यति सङ्गठन व्यवस्थित थिएन र हामी पनि जिम्मेवार मान्छेहरू बाहिर थियौँ, त्यस कारणले पनि। र त्यसपछि 70 सालको निर्वाचनमा पनि मैले पराजय भोग्नुपर्ने स्थिति बन्यो, किनभने चुनाव लड्ने भन्ने कुरा धेरै अप्ठ्यारो विषय पनि थियो। अहिलेको जुन चुनाव जति भारी भरकम चुनाव छ, यो चुनाव मा हामी जस्तो मान्छेले लड्न धेरै अप्ठ्यारो थियो। तैपनि दुईचोटिसम्म चुनाव लडेर पनि हार बिहारले पनि मैले राजनीति छोडेन र जनताको बिचमा जान छोडेन। फेरि मैले ड्युटीको जनताको बिचमा हारेर पनि मैले गर्ने कामहरू, मेरो हातबाट हुने कामहरू र मैले गर्ने जुन विकासका कुराहरू छन् समग्र ड्युटीको विकासको लागि, त्यसमा निरन्तर नै म अगाडि बढेँ। र त्यो हुँदै जाँदाखेरि अब 74 सालमा निर्वाचन जितियो। निर्वाचन अब संयुक्त रूपबाट चुनावमा हामी भाग लियौँ र निर्वाचन जितेर त्यही अनुसार नै 74 सालमा नै पार्टीले मलाई यो जिम्मा दियो। अब सबैलाई थाहा छ त्यतिखेर म धेरै चर्चाको विषय थिएन म मुख्यमन्त्रीको, किनभने मैले चुनाव जितेर आइसकेपछि मैले मेरो केन्द्रीय नेतृत्वसँग कुरा राखिसकेपछि एउटा प्रकारको छलफलहरू स्वाभाविक रूपबाट अगाडि बढेका थिए। र तर अरू जस्तो म आफै एउटा मुख्यमन्त्रीको दावेदारको रूपबाट म त्यतिखेर प्रस्तुत भएको थिएन। तर नेतृत्वले मलाई विश्वास गर्यो, पार्टीले मलाई विश्वास गर्यो र त्यतिखेरको सहयोगी पार्टी एमाले मलाई विश्वास गर्यो र म यो प्रदेशको मुख्यमन्त्री बन्न पाएँ। र यसले एउटा कुरा के देखाउँछ भने, यदि मान्छेमा दृढ विश्वास छ, इमान्दारिता छ, लगनशीलता छ, यदि कुनै चिज गरेर देखाउने यदि मतलब इच्छा शक्ति छ भने हामी सबै चिज प्राप्त गर्न सक्छौँ र सफल पनि हुन सक्छौँ भन्ने कुरा यसले पुष्टि पनि हुन्छ। किनभने जुन धरातलबाट मैले राजनीति सुरु गरेर यहाँसम्म पुगेँ, त्यो भनेको मलाई लाग्छ अलि अरूभन्दा फरक नै हो। किनभने राजनीति भनेको कि त खानदानी रूपबाट भनौँ न, पहिलेदेखि नै राजनीति बुवा बाजेदेखि नै राजनीति गर्दै आएको मान्छे यहाँसम्म पुग्छ, कि त अलि बढी सम्पत्ति भएको मान्छे, बढी पहुँच भएको मान्छे यहाँसम्म पुग्छ। तर म यहाँसम्म पुग्नको लागि एउटा सामान्य रूपबाट, फेरि कम्युनिस्टको एउटा सिद्धान्त पनि के हो भने, कमजोर वर्गलाई, जो एकदमै भनौँ न कमजोर छ, त्यसलाई माथि ल्याउने नै कम्युनिस्टको सिद्धान्त भएको हुनाले नै त्यो सिद्धान्त अनुसार पनि मैले यो ठाउँमा पुग्न सफल भएको हो।
जस्तो सर त्यो हजुरको पोलिटिकल ब्याकग्राउन्डको कुरा अब जस्तो परिवर्तनको कुरा पनि भन्नुभयो हजुरले, हजुरको बाल्यकालको कुरा गर्नुपर्दा अनि अहिलेको कुरा गर्नुपर्दा परिवर्तन त धेरै नै भएको छ होइन, यो चाहिँ हजुरले अहिले भन्नुहुन्छ। अनि इफ आई एम नट रङ, मैले हजुरलाई एउटा कुरा राख्न चाहेँ, मैले धेरै पहिले देखा पोस्ट हो यो चाहिँ होइन। जस्तो त्यो पोस्टमा चाहिँ मैले के देखाएको थिएँ भन्दा जस्तो हजुर इन्डिया बसेर काम गर्नुभयो होइन, अनि हजुरले चाहिँ के भन्नुभएको थियो त्यसमा चाहिँ जस्तो म इन्डिया गएर बसेँ त्यहाँ, अब चाहिँ युवाहरूलाई चाहिँ सकेसम्म नेपालमै राख्ने, यहीँ के गराउँछु भन्ने जस्तो कुरा राख्नु भएको थियो हजुरले, मैले कहीँ कतै देखेको पोस्ट। के त्यो परिवर्तन भएको हो त सर अहिले इन्डिया जान? त्यो कुरा एउटा हाम्रो लक्ष्य हो होइन। हामीले मुख्यतः म मुख्यमन्त्री भइसकेपछि एउटा प्रकारको एउटा सामान्य उसबाट आएको व्यक्ति पनि यो ठाउँमा पुग्न सक्छ भन्ने कुरा भइसकेपछि अरू ठाउँभन्दा अरू नेताभन्दा म प्रति यहाँको युवाहरूको, यहाँको आम नागरिकको बढी आशा थियो र छ पनि, अहिले पनि छ। त्यो आशा मरिसकेको स्थिति होइन। राजनीति भनेको लामो समयसम्म गर्ने कुरा हो नै हो। र त्यतिखेर मैले एउटा कुरा के राखेको थिएँ भने मैले अधिकतम यो प्रयास गर्नेछु कि भारतमा बाध्यतावश जानु नपरोस्। भारतमा जसरी हामीले त्यतिखेर एउटा स्कुल नपाएर, पढ्न नपाएर हामीले भारत जानुपर्ने हाम्रो परिस्थिति बन्यो, आर्थिक रूपबाट जानुपर्ने परिस्थिति नभए पनि कामै नभएपछि त मान्छे बस्दैन नि त। कि त पढाइ गर्नको लागि बस्छ, युवाहरू किन बस्छन् त, कि त केही पेसा भएपछि बस्छ, त्यसै त कोही पनि घरमा बस्दैन। त्यो एउटा हिजोको बाध्यता थियो। त्यस कारणले पनि हामीले त्यो परिस्थिति अथवा त्यो मौका पाएनौँ जो अहिलेको युवाले पाइरहेको स्थिति छ। र मैले त्यो सन्दर्भमा के भनेको थिएँ भने म मुख्यमन्त्री भइसकेपछि मेरो प्रदेशमा अधिकांश ठाउँहरूमा बढीभन्दा बढी पहल मेरो के हुनेछ, पहिलो पहल के हुनेछ भने बाध्यतावश भारत जानु नपरोस्। त्यो प्रकारको परिस्थिति मैले सिर्जना गर्नुपर्छ र त्यस्तो रोजगारीको व्यवस्थापन मैले आफूले गर्नुपर्छ भन्ने मेरो एउटा लक्ष्य पनि थियो र त्यसको लागि मैले व्यापक प्रयास पनि गरेँ। तर 4 वर्षकै दौरानमा, 4.5 वर्षकै दौरानमा त्यो सम्भव छ कि छैन भनेर हेर्दाखेरि नेपालमा राज्य सत्ता सञ्चालन भएको वर्षौँ भइसकेको छ होइन। लगभग 78 वर्षभन्दा पहिलेदेखि हाम्रो देशमा एउटा व्यवस्था चलिरहेको छ र लोकतन्त्र आएको पनि 2046 सालपछि एउटा प्रजातान्त्रिक रूपबाट हाम्रो मुलुक अगाडि पनि बढिरहेको छ, लोकतान्त्रिक रूपबाट। तर वर्षौँदेखि नभएको काम एकैचोटि हामी गर्न सक्ने परिस्थिति पनि थिएन र त्यो सम्भव पनि भएको कुरा होइन। तर त्यसलाई रोक्नको लागि, युवाहरूलाई रोक्नको लागि के हुन् त कार्यक्रमहरू सञ्चालन गरेको र किन त्यो गर्नुपर्ने स्थिति बन्यो त भन्दाखेरि एउटा कुरा त हामी आइसकेपछि सुदूरपश्चिम प्रदेशमा युवाहरूलाई यही ठाउँमा पढाइ गर्न पाउनुपर्छ, उसले इच्छाअनुसार पढ्न पाउनुपर्छ भनेर हामीले शिक्षामा जोड दियौँ। र आज हिजो जो परिस्थिति मैले भोग्नु परेको थियो त्यो परिस्थिति अहिले छैन। गाउँ गाउँमा भनौँ न पढाइ गर्ने व्यवस्था सरकारको तर्फबाट भएको छ र त्यो अगाडि पनि बढेको छ, त्यसको लाभ जनताले लिइरहेका छन्। अर्को कुरा रोजगारीसँग जोड्ने कुरा, अब ठुलो कल कारखाना हामीसँग छैन, लगानी पनि हामीसँग छैन। तर त्योबाट रोजगारी सिर्जना गर्ने कुरा अलिकता अप्ठ्यारो नै विषय हो। तर हामीले कृषिसँग युवालाई जोड्ने कुरा, पर्यटनसँग युवालाई जोड्ने कुरा, स्वरोजगारसँग युवालाई जोड्ने कुरा र हामीले सरकारी भनौँ न निकायहरूमा युवाहरूलाई रोजगारीमा जोड्ने कुरा र यो सँगसँगै विकास निर्माणसँग युवालाई जोड्ने कुरा, श्रमलाई जोड्ने कुरा र यो कुरा हामीले गरेका छौँ। र आज हिजो जुन अवस्थामा मैले भोगेको थिएँ त्यो अवस्था आज होइन। तर यसमा सोचाइमा फरक के छ भने अधिकांश मान्छेहरू त बाध्यतावश भारत जानुपर्ने परिस्थिति छ, तर टोटल्ली रोक्न सकिन्छ त भन्दाखेरि टोटल्ली रोक्न सकिँदैन। किनभने एक देशबाट अर्को देश जाने कुरा, अलि प्रगति बढी गरौँ भनेर सोचेर अगाडि बढ्ने कुरा र मैले अरू देशमा गएर अलि बढी प्रगति गर्न सक्छु भनेर चाहना राख्नेहरूलाई त हामी रोक्न सक्ने स्थिति हुँदैन। त्यसकारणले आज तपाईँले गाउँमा गएर हेर्न सक्नुहुन्छ, हामीले सडक निर्माण गर्छौँ, त्यहाँ हामीले रोजगारी सिर्जना गरेको हुन्छ, खानेपानी, सिँचाइ लगायतका विकास निर्माणसँग योजना श्रम जोडिएको छ। तर त्यो काम गर्न तयार छौँ कि छैन भन्दाखेरि मानसिकता अलिकता हाम्रो कस्तो छ भने आफ्नो गाउँघरमा सडकमा काम गर्नु भन्दा त बरु बाहिर गएर अरू कुनै काम गर्न इच्छुक भए जस्तो यो पनि एउटा बाहिर देखिन्छ। र मूल रूपबाट मैले त्यतिखेर पनि भनेको के हो भने म मुख्यमन्त्री भइसकेपछि सुदूरपश्चिममा
बढीभन्दा बढी युवाहरूलाई रोजगारी सृजना गर्नेतिर मेरो जोड रहनेछ। त्यो निरन्तर जारी छ। त्यसको प्रतिफल पनि आएको छ। अहिले एकीकृत मुख्यमन्त्री कृषि कार्यक्रममा आम युवाहरू जुडेका छन्, स्वास्थ्यमा जुडेका छन्, पर्यटनसँग जुडेका छन्, विकाससँग जुडेका छन्। तर टोटली रूपबाट यसलाई टोटली रोक्न सक्ने परिस्थिति बनेको छैन र यो निरन्तर प्रयास गऱ्यौँ भने यसलाई पनि सक्छौँ, हामी रोक्न पनि सक्छौँ। यो प्रसङ्गभन्दा भिन्नै प्रश्न राख्न चाहे सर एउटा मैले, जस्तो हजुरले बाल्यकाल हजुरको कठिन थियो, हजुरको भनाइअनुसार प्रष्टै हुन्छ, त्यो इन्डिया गएर काम गर्नुभयो होइन, अनि यो त्यो लाइफबाट यहाँसम्म आइपुग्दा अहिले त त्योभन्दा धेरै लग्जरियस लाइफ बाँचिरहनु भएको छ यहाँले। जीवन के हो त सर हजुरको अर्थमा भन्नुपर्दा? अनि यस्तो छ, यो सोचाइमा भर पर्ने कुरा हो। मलाई आफूलाई यो महसुस भएको छैन कि म मुख्यमन्त्री भएर मुख्यमन्त्रीको एउटा हाइफाई जीवनमा बाँच्नुपर्छ भन्ने मेरो मान्यता छैन। हजुर, हिजो पनि मेरो रहेन। किनभने तपाईँको आत्मा सन्तुष्टि भन्ने कुरा तपाईँले के कुरामा सन्तुष्ट हुने या नहुने भन्ने कुरा त्यो तपाईँमा आफ्नो सोचमा भर पर्ने कुरा हो होइन। हिजोको एउटा जीवन, हिजो एउटा सामान्य जीवन बिताउने कुरा र हिजो गएर मजदुरी गर्दाखेरि जीवन बिताउने कुरा र आज मुख्यमन्त्री भएर जीवन बिताउने कुरामा मैले खासै अन्तर मैले पाउँदैन। समय सापेक्ष त्यसलाई परिवर्तन हुने कुरा स्वाभाविक नै हो, त्यसलाई हामी रोक्न सक्ने कुरा हुँदैन। तर यसमा मलाई लाग्दैन र म यो प्रदेशको मुख्यमन्त्री भएको हुनाले मैले आफ्नो रहन सहन लावै खावै अलि बढी तडक भडक गर्नुपर्छ भन्ने कुरा मलाई लाग्दैन, त्यो हुनु पनि हुँदैन। किनभने हामी आफूलाई सबै परिस्थितिसँग जुझ्नको लागि तयार गरिराख्नुपर्ने हुन्छ। हिजो हामी कमजोर अवस्थामा थियौँ, हामी कमजोर अवस्थामा हुने क्रममा जुन जीवन बिताइरहेका थियौँ त्यसैमा हामी सन्तुष्ट थियौँ। आज हामी एउटा म मुख्यमन्त्री भएर जुन मेरो 4.5 वर्ष मेरो भनौँ न समय व्यतीत भएको छ, यसलाई पनि मैले यसैमा हामी सन्तुष्ट पनि छौँ र त्यो बढी गर्नुपर्छ, बढी हुनुपर्छ, अलिकता जनता भन्न फरकै देखिनुपर्छ। हामी सोचमा फरक देखिने कुरा, हाम्रो जिम्मेवारी बढी भएको कारणले त्यसमा फरक देखिने कुरा स्वाभाविक हो। तर सबै चिजमा फरक देखिनुपर्छ भन्ने कुरा त्यो जरुरी हुँदैन। त्यसकारण मैले खासै अन्तर पाएको छैन र बाहिर पनि यो देख्न सक्छन्, आम नागरिकले पनि यसलाई देखिरहेका छन्। अहिलेको सुविधालाई मैले कति प्रयोग गरेको छु, त्यो सुविधालाई कति तडक भडक रूपबाट देखाएको छु, त्यो सुविधाबाट म आफै कति बढी भनौँ न, अलि मान्छेको हुन्छ नि त, केही पाइसकेपछि मान्छे बढी नै अलि अगाडि बढ्ने र बढी नै त्यसको प्रयोग गर्ने जो सोचेका हुन्छन्, त्यस्तो मलाई लाग्दैन र मैले त्यस्तो गरेको पनि छैन। खासै अन्तर मैले केही पनि पाउँदैन। जस्तो सर अब पोलिटिकल ब्याकग्राउन्डका कुराहरू अनि राजनीतिक कुराहरू त सबैलाई थाहा छ होला हजुरका बारेमा, त्यस्तो कुनै सिक्रेटहरू छ जो चाहिँ थाहा छैन आम मानिसलाई, जो भन्न चाहनुहुन्छ यहाँले यो पोडकास्ट मार्फत? अनि त्यस्तो केही छैन। हामी सामाजिक जीवन बिताउने व्यक्तिहरू जो छौँ हामी, हजुर, हामी राजनीतिबाट हाम्रो पर्सनल लाइफ भन्ने कुरा धेरै कम हुन्छ। हजुर, किनभने हामी एउटा सामाजिक उसमा गइसकेपछि, एउटा सामाजिक जिम्मेवारी लिइसकेपछि हाम्रो लाइफ भनेको हाम्रो जीवन, हाम्रो क्रियाकलाप, हाम्रो काम कर्तव्य सबै समाजको लागि नै गर्नुपर्छ भन्ने मेरो मान्यता हो। अहिले समाजमा राजनीतिलाई दुई तरिकाले प्रयोग गरिरहेका छन् मान्छेले। एउटा यसलाई व्यावसायिक रूपबाट धेरै ठाउँमा असफल भइसकेपछि राजनीतिमा आउनुपर्छ र 81 सफल हुनुपर्छ भन्ने एउटा मानसिकता, नराम्रो मानसिकता होइन। पार्टीभित्र पनि पुरै जाल झेल षड्यन्त्र चाकरी गरेर अगाडि बढ्ने एउटा मानसिकता पनि छ र पार्टी बाहिर पनि सामाजिक जीवन प्राप्त गरिसकेपछि र सामाजिक पद प्राप्त गरिसकेपछि त्यसलाई पनि त्यही अनुसार प्रयोग गर्ने र एउटा राजनीतिलाई व्यावसायिक रूप दिने पनि एउटा चिन्तन छ। तर एउटा के हो भनेपछि राजनीतिमा लागिसकेपछि एउटा सेवा गर्नुपर्छ अरूको लागि। हामीले आफ्नो जीवन अरूको लागि नै राख्नुपर्छ र अरूको लागि काम गर्नुपर्छ भन्ने एउटा राजनीतिक मूल उद्देश्य हो। त्यसकारणले हाम्रो कुनै त्यस्तो राजनीतिभन्दा बाहिर छुट्टै त्यस्तो केही पनि हुँदैन, छँदा पनि छैन। र मलाई याद आउँछ एकचोटि हामी सानै छँदा गाउँघरमा बच्चा छँदाखेरि मैले यसो खेल्दै जाने क्रममा यो राजनीतिका विषयहरू त्यहाँबाट नै सुरु हुन्थ्यो कि, त्यहीँबाट नै हामीले सुरु गर्थ्यौँ कहिलेकाहीँ। त्यो गर्दै जाने क्रममा त्यो हामीले आफ्नो चिन्तन मनन गर्दै जाने क्रममा जस्तै
एउटै कुरा मैले आफूले के लक्ष्य राखेँ भने म सानो छँदा 8-10 वर्षको छँदादेखि नै मतलब यस्तो सामाजिक काम गर्नुपर्छ, अलिक फरक गर्नुपर्छ भन्ने मेरो सानो हुँदाखेरि पनि जो सोच थियो त्यसलाई मैले कहिल्यै मर्न दिएन। मेरो मान्छेले कहिलेकाहीँ म मुख्यमन्त्री हुँदाखेरि मान्छेले के सोचेको थियो भनेपछि यो अचानक कहाँबाट आयो त्यो मान्छे एउटा अर्कै तरिकाले बुझेको थिएँ। त्यो अचानक आयो, मेरो त चर्चा थिएन, यहाँ त मुख्यमन्त्रीका त धेरै चर्चा अरू थिए, कसरी आयो भनेर सोध्थेँ कि। तर मैले जो सानै छँदाखेरि जुन एउटा फरक हुनुपर्छ र फरक गर्नुपर्छ भन्ने जुन सोच थियो त्यसलाई मैले काम गर्दाखेरि पनि मैले इन्डियामा घरमा काम गर्दाखेरि पनि मैले त्यसलाई मर्न दिएन। मैले आफूले चौकीदारी गर्दाखेरि पनि त्यसलाई मर्न दिएन। 2 चोटिसम्म चुनाव हार्दाखेरि पनि मैले त्यसलाई मर्न दिएन। र त्यस कारणले नै मलाई लाग्छ म यहाँसम्म मेरो पार्टीले म माथि विश्वास गरे, डोटीका जनताले म माथि विश्वास गरेर म यो ठाउँमा पुगेको छु। त्यस कारणले यसमा खासै छुट्टै भिन्न केही पनि छैन। र तर आफूले सोचेको कुराहरू यदि मैले सोचेको कुरा ठिक छ, राम्रो छ भने कुनै समयमा मेरो पक्षमा मान्छे नहुन सक्छन्। हामी राजनीति गर्दै जाँदाखेरि युद्धको समयमा कयौँ मान्छेहरूले अब यो त सिद्धिन्छ, अब युद्धमा गइसक्यो, मर्छ, बेकार यो बाटो रोज्यो भनेर पनि भन्थे। तर त्यो स्थिति बनेन। एक्लै भए पनि आफ्नो सत्य कुरालाई स्थापित गर्नको लागि निरन्तर बल गर्नुपर्छ। र मलाई यहाँसम्म पुर्याउनको लागि पनि मेरो परिवार, समग्र परिवारले मलाई कुनै पनि समयमा अवरोध भएन। जस्तै कहिलेकाहीँ के हुन्छ भने नयाँ काम गर्दा, नयाँ सोच्दाखेरि परिवारबाट पनि अवरोध हुने, गर्न नदिने, समाजबाट पनि एउटा प्रकारको अवरोध हुने। तर मेरो बारेमा त्यस्तो भएन र हामीले निरन्तर सङ्घर्ष गरेर नै अगाडि बढ्यौँ। त्यस कारणले मेरो छुट्टै त्यस्तो कुनै भन्नु न त्यो रहस्यमय जे छ प्रष्टै देखिन्छ। सर एउटा क्वेसन हजुरलाई होइन, जस्तो अहिलेको हजुरको यो जीवनसम्म आइपुग्दा, यो उमेरसम्म आइपुग्दा एउटा कुनै त्यस्तो मुभमेन्ट जुन चाहिँ हजुर सम्झिन चाहनुहुन्छ? त्यस्तो त अब मैले खासरी जतिखेर मैले यो पार्टीको सदस्यता लिएँ हजुर, त्यतिखेर एउटा सामान्य रूपबाट परिवर्तन हुनुपर्छ, नयाँ चिज गर्नुपर्छ भन्ने इच्छा हुँदाहुँदै पनि त्यसलाई मैले एउटा मेरो राजनीतिक जीवनमा एउटा नयाँ कुरा मैले जुन दिन मैले यो पार्टीको सदस्यता लिएँ त्यतिखेर कम्युनिस्ट पार्टीको सदस्यता लिन यति अप्ठ्यारो थियो, अहिलेका जस्तो अवस्था थिएन। धेरै चरण पार गरेर मात्रै कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त हुन्थ्यो। र त्यो भनेको हामीलाई के भनिन्थ्यो भने कम्युनिस्ट पार्टीको सदस्यता यस्तो हो जो भनौँ न सबैभन्दा महत्त्वपूर्ण हुन्छ। र एउटा कुरा मैले त्योलाई मेरो जीवनमा आएको एउटा भनौँ न नयाँ बाटो मैले त्यसलाई मान्छु। त्यसपछि जब म नेपालमा एउटा जिम्मेवारी लिएर अगाडि बढेँ, काम गर्दै जाने दौरानमा कहिलेकाहीँ एकदमै सङ्कट पैदा हुने, कहिलेकाहीँ एकदमै भनौँ न अप्ठ्यारो महसुस हुन्छ। 2 चोटि चुनाव हारिसकेपछि स्वाभाविक रूपबाट पार्टीभित्र पनि एउटा क्वेसन उठ्ने कुरा, बाहिर पनि एउटा क्वेसन उठ्ने कुरा कि 2 चोटि चुनाव हारिसकेपछि राजनीति गर्न सक्दैन, हामी जस्तो गरिब मान्छेको भनौँ न राजनीति गर्न हुँदैन र गरिब मान्छे राजनीतिमा सफल हुँदैन भन्ने कुरा जुन हामीले सुन्न पायौँ 2 चोटि चुनाव हारिसकेपछि, त्यसलाई मैले अलि दुःखद घडीको रूपबाट बुझ्थेँ। यद्यपि त्यसमा हामी कहिले लागेनौँ, निराश हामी भएनौँ। तर मूल कुरा के हुन्छ भने नेपालको सन्दर्भमा राजनीतिमा सफल हुनको लागि जो अहिलेको जुन तिक्डमबाजी छ त्योभन्दा फरक तरिकाले राजनीति सफल गर्नुपर्छ भन्ने मेरो हृदयबाट नै त्यो कुरा मैले सोचिराख्ने र त्यो कुरा गरेर नै आज म यो ठाउँमा पुगेको भएको हुनाले राजनीतिको पहिलो जुन पार्टीको सदस्यता पाउने कुरा नै जुन थियो त्यो नै मेरो एउटा पर्सनल लाइफबाट सामाजिक लाइफमा ल्याउने एउटा भनौँ न स्मरणीय दिनको रूपबाट मैले त्यसलाई बुझिराखेको छु। जस्तो अहिलेको युवाहरूको कुरा गर्नुपर्दा सर धेरै जस्तोहरू अवसर नपाएर निराश भएर बसिरहेका छन्। हजुर
मुख्यमन्त्रीको नजरले नहेरेर एउटा बुवाको नजरले चाहिँ यङ्स्टरहरूलाई चाहिँ के कस्ता सल्लाह सुझाव अनि तपाईँको कार्यकालमा चाहिँ तपाईँले के चाहिँ गर्नुभयो त युवाहरूका लागि र अब के गर्ने प्लान बनाउँदै हुनुहुन्छ? अब अघि पनि मैले भने रोजगारी सिर्जना गर्ने कुरा टोटल रूपबाट नभए तापनि हजुर त्यसको हामीले सुरुवात गरेका छौँ र त्यसमा मैले सबैलाई पटक पटक भनिरहने कुरा के हो भने हाम्रो प्रदेशमा जे कुरा सबैभन्दा बढी सम्भावना छन् त्यो कुरामा हामी आफ्नो श्रमलाई जोड्नु जरुरी छ। कृषिमा जोड्नुपर्ने छ, पर्यटनमा जोड्नुपर्ने छ, हैन, विकासमा जोड्नुपर्ने छ र यसमा हामी सबै लाग्नु जरुरी हुन्छ। र युवाहरूले पनि निराश हुने होइन कि एउटा यसलाई आफ्नो पक्षमा माहौललाई क्रिएट गर्ने हो। त्यसकारणले अहिले हामी देख्छौँ पढाइ गरेर जागिरी नपाइसकेपछि मान्छे निराश हुन्छ, युवा निराश हुन्छ। तर म के भन्छु भने पढाइ जागिरीको लागि मात्र गर्नु जरुरी छैन, पढाइ बिजनेसको लागि पनि गर्नुपर्छ, पढाइ अरूको सेवाको लागि पनि गर्नुपर्छ। पढाइ भनेको मैले आफूले केही काम गर्न सक्छु भनेर पनि पढाइ गर्नुपर्छ। तर हामीले यसो हेर्छौँ पढाइ के को लागि त भन्दाखेरि भोलि म जागिरी गर्छु, भोलि म लोकसेवा लड्छु, भोलि म प्रहरीमा भर्ना हुन्छु, त्यो त्यति मात्र पढाइलाई बुझ्नु हुँदैन। त्यही भएर निराश किन हुन्छ त मान्छेले? तपाईँले 2-4वटा विकल्पसहित तपाईँले आफ्नो अध्ययनलाई अगाडि बढाउनु भयो भने कुनै न कुनै विकल्पमा तपाईँ सफल हुनुहुन्छ। तपाईँले एउटा मात्र विकल्प राख्नुभयो भने त्यो विकल्प कहिले प्राप्त नहुन सक्छ, त्यसपछि मान्छेमा एउटा निराशा पैदा हुन्छ। र अहिले समाजमा युवाहरूमा देखिएको कुरा नै यही हो। एउटै विकल्प लिएर हामी लड्छौँ कि पढ्छौँ कि हामी नोकरी गर्नुपर्छ। तर हामी सँगसँगै यो राख्दैनौँ कि म नोकरी पाएन भने मैले बिजनेस पनि गर्नुपर्छ, मैले आफ्नो कुनै सानो भए पनि व्यवसाय गर्नुपर्छ र मैले अन्य कुराहरू पनि गर्नुपर्छ, तालिम लिएर भए पनि हामीले काम गर्नुपर्छ भन्ने कुराहरू हामी अप्सनमा राख्दैनौँ। त्यसकारण निराशा भएको छ। र मैले सबैलाई के आग्रह गर्न चाहन्छु भने हामीले प्लान बनाउँदा आफ्नो चिन्तनलाई अथवा आफ्नो सोचलाई बृहत बनाउनु जरुरी हुन्छ। एउटा सानो सोच, सङ्कुचाइ सोचबाट म पढेँ, मैले जागिरी पाएन, त्यसकारणले म इन्डिया जान्छु, अनि मैले पढेँ, मैले जागिरी पाएन, त्यसकारणले म भनौँ न गलत कुनै न कुनै बाटो रोज्छु भन्ने कुरा त्यो गलत कुरा हुन्छ। त्यसकारणले अप्सनसहित जीवनलाई अगाडि बढाउनुपर्छ, पढाइ गर्नुपर्छ र कुनै कुनै बाटोमा हामी सफल हुन्छौँ। तर मान्छे फेरि त्यसै सफल हुँदैन। जो कोही पनि, जसको पनि तपाईँ इतिहास हेर्नुहोस्, सफल व्यक्तिहरूले बढी सङ्घर्ष गरेको हुन्छ र सङ्घर्ष गर्न सक्नुपर्छ। आफ्नो देशमा, आफ्नो प्रदेशमा जस्तो रोजगारी पाइन्छ त्यसैमा हामीले चित्त बुझाएर अगाडि बढ्नुपर्ने हुन्छ। तर कहिलेकाहीँ के हुन्छ भने गाउँमा एउटा ठुलो सडक बनिरहेको छ, त्यहाँ 3-4 वर्ष लगातार त्यहाँ काम हुँदैछ, तर त्यही गाउँको युवा त्यो सडकमा काम गर्न तयार छैन। हामीले कालोपत्रे अहिले तपाईँहरूले हेर्न सक्नुहुन्छ, हाम्रो सुदूरपश्चिममा कालोपत्रे सडक गर्नको लागि हामीसँग जनशक्ति छैन। हामीलाई अहिलेको आधुनिक जमाना अनुसारको घर बनाउने कुरा, आधुनिक जमाना अनुसारको अन्य अहिलेको कस्मेटिक जुन समाज छ यो अनुसारको भनौँ न जनशक्ति, यो गर्न सक्ने जनशक्ति हामीसँग छैन। यहाँसम्म कि हामीले कोभिडको दौरानमा देख्यौँ कपाल काट्ने मान्छे समेत पनि हाम्रो यहाँ तयार हुँदैन। सिलाइ कटाइका कुरा गर्छौँ, आधुनिक समय अनुसारको एउटा सिलाइ कटाइ गर्ने मान्छे हामीसँग छैन। त्यसकारण यतापट्टि हामी जानु जरुरी छ। मात्र खाली पटक पटक रोजगारी छैन त्यसकारणले हामी भन्ने भन्दा पनि जे कुरा अहिले हाम्रो अगाडि छ त्यसैलाई अपनाएर अगाडि बढ्ने कुरा नै उपयुक्त हुन्छ। यसमा निराशा पैदा हुनुपर्ने जरुरी हुँदैन र सङ्घर्षशील जीवनमा सङ्घर्ष गर्दै अगाडि बढ्यो भने हामीले सफल हुन्छौँ र सफल भएर पनि सबै अगाडि देखि पनि राखेको हुन्छ। पक्कै पनि यो कुराहरू इन्स्पायरिङ हुनेछन् सर। हजुरले हामीलाई 7 बजीसम्मको समय भन्नुभएको थियो। सो जाँदा जाँदै वान लास्ट क्वेसन हजुरलाई, हजुरको 4 वर्षको अहिलेसम्मको यो कार्यकालमा तपाईँले गर्नुभएको एउटा महत्त्वपूर्ण काम जुन चाहिँ सम्झिन चाहनुहुन्छ र भन्न पनि चाहनुहुन्छ आम जनतालाई? अब यसको कुरा भनेको मैले अब यसको बारेमा हामीले 4.5 वर्षसम्म के गर्यौँ भन्ने कुरा त हामी अब त्यसलाई लिपिबद्ध गरेर नै बाहिर ल्याउँछौँ नै, त्यतिखेर नै धेरै चिजहरू थाहा हुन्छ। तर मैले यो 4 वर्षको दौरानमा कृषिको क्षेत्रमा हामीले धेरै परिवर्तन ल्याएका छौँ। एउटा सानो उदाहरण म भन्छु। मैले मुख्यमन्त्री हुँदै जाने क्रममा कृषि अथवा
बिउ हामीले बाहिरबाट खरिद गर्नुपर्ने परिस्थिति थियो हजुर र अहिले हामी बिउमा आत्मनिर्भर भएका छौँ। मैले एउटा सानो उदाहरण दिएको, अब लामो त धेरै चिजहरू सबै छ। स्वास्थ्यमा तपाईँले सेती अस्पतालमा गएर हेर्न सक्नुहुन्छ, महाकाली अस्पतालमा गएर हेर्न सक्नुहुन्छ। मैले मुख्यमन्त्रीको शपथ लिएको दिन र कार्यभार सम्हालेको दिन म सेतीमा जाँदा एउटा एक्सरे मसिन पनि हामीसँग राम्रो खालको थिएन र आज तपाईँ गएर हेर्न सक्नुहुन्छ सिटी स्क्यान मसिनदेखि लिएर एमआरआई मसिनको व्यवस्थापन भइरहेको छ। महाकाली अस्पताल यस्तो अस्पताल थियो जहाँ रिफर मात्रै हुन्थे मान्छेहरू भारतमा, हैन, त्यहाँ उपचार गर्न जान्थे तर त्यहाँको डाक्टर एक आधा डाक्टरहरू हुन्थे, उनले बाहिर रिफर गर्थे। आज तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ धेरै परिवर्तनहरू भएका छन् र डायलिसिस गर्ने कुरादेखि लिएर एमआरआईसम्मको व्यवस्थापनमा हामीले स्वास्थ्यमा अगाडि बढाइरहेका छौँ। त्यसकारण स्वास्थ्यमा हामीले दोस्रो परिवर्तन ल्याएको स्थिति छ। र यो सँगसँगै मैले अघि पनि सुरुवातमा भने हामीले सडकको कुरा, सहरी सडकहरू त हिजो थिएनै, तर ग्रामीण सडकहरू कहीँ पनि कालोपत्रे भएका थिएन। आज तपाईँको 9वटै जिल्लामा तपाईँहरूले आफै हेर्न सक्नुहुन्छ, मैले भन्नुभन्दा पनि 100 किलोमिटर 300-400 किलोमिटर हामीले हाम्रो आफ्नो कार्यकालको 4.5 वर्षसम्म हाम्रो लक्ष्य 500-700 पुर्याउने लक्ष्य छ र त्यो पुग्छ पनि। त्यो कुराहरू अगाडि बढेको छ। यो यदि एकात्म राज्य व्यवस्था हुन्थ्यो भने काठमाडौँले यो गर्नेवाला थिएन, किन हिजो त गरेका थिएन भने हाम्रो दार्चुला र बाजुराको त राम्रो पिच भएको सडक हिजो त थिएन भने अब गाउँ जाने सडक हुने कुरा नै थिएन। र यो सँगसँगै पर्यटनको कुराहरूमा कोभिडको कारणले के समस्या सिर्जना भयो पर्यटनमा, हामीले जति गर्न खोजेका त्यति त भएन। तर पर्यटकीय एउटा भनौँ न योजना तयार गरेर हाम्रा जुन पर्यटकीय राम्रा स्थलहरू छन्, जस्तै खप्तड भयो, बडीमालिका भयो, रामरसन, शुक्लाफाँटा लगायतका धेरै चिजहरू छन्। अब यिनी यहाँसम्म पुग्नको लागि भौतिक संरचना तयार गर्ने कुरा हामीले बनाएका छौँ र पहिचान गरेर त्यसको प्रचार गरेर अब पर्यटकहरूलाई भित्र्याउने कुराहरूमा हामी निजी क्षेत्रलाई त्यहाँ आकर्षण गर्नको लागि पनि कार्यक्रम अगाडि ल्याएका छौँ। र यो सँगसँगै स्वास्थ्यकै सेक्टरमा अल्ट्रासाउन्ड कार्यक्रम, जो हाम्रो ग्रामीण अल्ट्रासाउन्ड, जो गर्भवती महिलाहरूको चेक जाँचको लागि 88वटै स्थानीय तहमा सबैभन्दा राम्रो लाखौँ महिलाहरूको सुरक्षित भनौँ न गर्भवती भएको अवस्थामा जुन सङ्कट, जुन अप्ठ्यारो, चेक जाँच नभएकै कारणले अप्ठ्यारो सिर्जना गर्नुपर्ने, कहिलेकाहीँ त दुःखद घटना पनि हुने जुन कुरा छ, यसलाई हामीले रोक्न सफल भएका छौँ। लगायत धेरै चिजहरू यस्ता छन् जो हामीले शिक्षामा, स्वास्थ्यमा, कृषिमा, जडीबुटी उत्पादनदेखि र प्रशोधनका कुराहरू र ऊर्जाकोमा पनि हामीले लगभग 15 देखि 20 मेगावाट विद्युत उत्पादनको लागि तयारी अवस्थामा पुगेका छौँ र अब सञ्चालन गर्ने परिस्थितिमा छौँ, साझेदारी या एकल रूपबाट। यो अवस्थामा यी चिजहरू हामीले गरेका छौँ र यसको परिणाम आउँदैछ। फेरि कयौँ चिज यस्ता हुन्छन् जो 4 वर्षभित्रै पुरा हुन सक्ने चिज हुँदैन। त्यो भएको हुनाले यी कुराहरू अलि विशेष खालका कुराहरू हामीले गरेका छौँ र यसको अतिरिक्त अन्य कुराहरू पनि छन् जो विस्तृत रूपबाट पनि हामी बाहिर आउँछ नि देख्न पाउँछन् आम नागरिकहरूले। धेरै धेरै धन्यवाद सर, यहाँलाई हामीलाई समय दिनुभएकोमा। धन्यवाद छ तपाईँलाई।